क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। वेलकम टु माई च्यानल। अनि मैले चाहिँ तपाईँहरूको लिपि सिक्न सकोस् र सिकिसकेर चाहिँ पुस्तक पढ्न सकेर माने बुझाउन पाऊँ भन्ने विचारले मैले यो युट्युब खोलेको हो। अनि अब तपाईँहरू यदि बिगिनर हुनुहुन्छ भने यो मैले लेसन नम्बर 1, टिबेटन लेसन 2, टिबेटन लेसन 3 लेखेकोमा चाहिँ त्यो मात्रै हेर्ने। यो पढ्नु सिक्नु हुँदैछ भन्ने। अब फेरि यो बिचमा कतिजनाले चाहिँ भोटे भाषा सिकिसकेको विद्यार्थीहरूको लागि मैले चाहिँ अब उनीहरू यो भाषा सुन्ने मौका पाउँदैन। पहिला सिकिसकेको अब सुन्नु पाउँदैन, रिभिजन गर्नु पाउँदैन। अब रिभिजन हुन्छ कि भन्ने हिसाबले म कथाहरू भन्ने गर्छु। र यदि तपाईँहरू भोटे भाषा बुझ्नु सक्नु हुँदैन भन्ने त्योहरू नहेर्नुहोस्। तपाईँहरूले ध्यान दिनुपर्ने चाहिँ लेसन नम्बर 1, लेसन नम्बर 2, लेसन नम्बर 3 स्तर वाइज तपाईँहरू सिक्नुहोस्। फर्स्टको अगाडि, त्यहाँदेखिको सेकेन्डको पछाडि। र बिचमा चाहिँ मैले केही दिन मैले पढ्नु सिकाएको थिएन, किनभने दसैँ आएको थियो, तपाईँहरू व्यस्त हुनुहुन्छ भन्ने विचारले चाहिँ मैले केही दिनको लागि क्लास गरिनँ। अनि फेरि के हुँदैछ भन्दाखेरि पहिलो दिनमा 300 जनाले चाहिँ हेर्नुभएछ। सेकेन्ड क्लास चाहिँ 200 जनाले जतिले हेर्नुभएछ। तेस्रोमा चाहिँ 100 जना, अलिकति कम्ती भएर गएको जस्तै पनि देख्दैछु। र साह्रो छैन, सजिलो छ। र तपाईँहरूले यदि तपाईँहरू बुद्धिस्ट हुनुहुन्छ भने यो त सिक्नु पर्ने नै हो। यसरी तपाईँहरू यो केही दिनमा तपाईँहरू पुस्तक पढ्न सक्नुहुन्छ। पढ्न सक्ने भइसकेपछि अनि यसको अर्थ म साधारण भाषामा बुझाउने छु र अलिकति यसमा रुचि देखाउनुहोस्। मेरो उद्देश्य नै त्यो हो, तपाईँहरू चाहिँ पुस्तक पढ्न सकोस्, पुस्तक पढेर यसको माने बुझ्नु सकोस् भन्ने विचारले मैले यो खोलेको हो। र अलिकति यसमा ध्यान दिनुहोस्। अब अस्ति हामीले कन्सोनेन्ट काका गाङा सिकिसक्यो। त्यसपछि वावल खिकु सेप्चु डेङ्बो नारो त्यो पनि सिकिसक्नुभयो। त्यसपछि सुपरस्क्राइब माथि र लेखेर रकतका लङताङा त्योहरू पनि सिकिसक्यो। सुपरस्क्राइब सक्यो। अब हामी के गर्दैछौँ भन्दाखेरि सब जोइन्ट सिक्नु थालेको हो। सब जोइन्ट। अब सब जोइन्ट भन्दाखेरि कुनै एउटा अक्षर चाहिँ अर्को कन्सोनेन्टको मुनि लेख्ने। र अब यो तपाईँहरूले चिन्नु सक्नुहुन्छ होला, यो त ला नै हो, यो का हो। सो यसलाई कसरी पढ्ने हो भन्दाखेरि का लातक, का लातक, कालाई ला जोड्यो भने कसरी उच्चारण गर्ने? का लातक ला। यो हाई भएर जान्छ। का लातक ला।
त्यसरी नै ग लतक ला कलतला र गलतलाको उच्चारण चाहिँ एक्ज्याक्टली द सेम कलतला गलतला क लतक ल ग लतक ल फेरि एकचोटि तपाईँ यो हेर्नुभयो होइन यो सिक्नुहुँदा तपाईँहरू सँगसँगै लेख्नु कोसिस पनि गर्नुहोस् फेरि मैले स्पेलिङ गर्दाखेरि तपाईँहरूले पनि त्यसरी क ल तल बानी बसाउनुपर्छ क ल त ल फेरि तपाईँहरू काम गर्दा गर्दै त्यसलाई अन गरेर क ल त ल भनेको धेरैपल्ट सुन्यो भने क ल त ल तपाईँ अटोमेटिकली भन्नु सक्नुहुन्छ र त्यसलाई अन गरेर हेर्नु नपाए तापनि सुनिरहनुहोस् क ल त ल ग ल त ल यो बा होइन बा लतक ल एगेन उच्चारण एउटै कलत ल गलत ल बलत ल बलत ल अब यो चाहिँ मैले रातोमा लेखेको छु किनभने यो एक्सेप्सन हो अब यसलाई सलत ल भन्नु मिल्दैन स स लतक ड स लतक ड स लतक द यो एक्सेप्सन हो फेरि स लतक ल एउटै हो कलत ल गलत ल बलत ल सलत ल तर स लतक द स लतक द अब अलिकति सब जोइन्टमा चाहिँ सबभन्दा सजिलो यही छ सलत द देख्नुभयो भने चाहिँ सलत देख्नुभयो भने चाहिँ द भन्ने अरू सबैलाई चाहिँ कलत ल गलत ल बलत ल सलत ल क लत ल ग लत ल ब लत ल स लत द स लतक ल यो चाहिँ स यो चाहिँ लोटन स स स स स अब अस्ति मैले vertically vertically म्याक्सिमम 4 वटा हुन सक्छ 1 2 3 4 हरिजेन्टली 4 वटा हुन सक्छ 1 चिक नि सुम सी त्योभन्दा दुईटा डटको बिचमा त्योभन्दा बेसी आउँदैन एकदमै आउँदैन र अस्ति हामीले सुपरस्क्राइब सिकिसक्यो र यो पनि सक्यो कन्सोनेन्ट भनेको चाहिँ काखा गाङा जे पनि आउन सक्छ यो पनि सक्यो अनि भावेल सेप्चु यो पनि सक्यो अब यो गर्दैछु हामी यो गरिरहेको छु क लतक ल ग लतक ल ब लतक ल स लतक ल तर स लतक द अब यसलाई अब तपाईँहरूले भवेल सिक्नु सक्नु भएको छ त्यसले गर्दाखेरि अब यसलाई कसरी पढ्ने हो पहिला काखा गाङा राम्ररी जान्नुपर्छ त्यसपछि भवेल भवेल पछि सुपरस्क्राइबको पछि सब जोइन्ट अब क लतक ल होइन क लतक ल ल ल होइन ल क लतक ल ल सेप्चु लु
का ला तक ला सेप्चु लु लु माने नाग देवता लु का ला तक ला सेप्चु लु का ला तक ला सेप्चु लु ग ल तक हामीले ला भन्नुपर्छ भने होइन ग ल तक ला ला नारो लो लो होइन लो ग ल तक ला नारो लो ग ल तक ला नारो लो अब यहाँ बबल सेप्चु जुन चाहिँ छोटै उकर जस्तै देखाइदिन्छ र छोटै उकर जस्तै नै काम गर्छ तर यसलाई चाहिँ सेप्चु भन्ने सा ल तक द यो चाहिँ एक्सेप्सन सा ल तक द सेप्चु दु सा ल तक द सेप्चु दु यसरी जोड्दै 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 लानुपर्छ अनि त्यहाँदेखि यो सबजोइन्ट सकिसकेपछि हामी प्रिफिक्स सफिक्स पोस्ट सफिक्स त्योहरू सिक्नुपर्छ त्यहाँदेखि तपाईँहरू जस्तै पुस्तक पनि तपाईँहरूले पढ्न सक्नुहुन्छ सा ल त द सेप्चु दु अब युट्युबमा के राम्रो छ भन्दाखेरि एकपल्ट बुझेन भने फेरि यसलाई फेरि हेर्नु सक्नुहुन्छ 20 पल्ट पनि हेर्नु सक्नुहुन्छ अब स्कुलमा हो भने 20 पल्ट टिचरलाई सोध्नु अलिकति मिल्दैन होला र युट्युबमा चाहिँ 20 पल्ट हेर्नुहोस् अन्त हेर्नुहोस् तपाईँ व्यस्त हुँदाखेरि भिडियो अन गरेर सुनिरहनुहोस् क ल त ल भनेको सुनिरहनुहोस् बानी बस्छ अब जस्तै अब जस्तै सी ए टी हामीलाई त यो सी भनेर यो सी हो भनेर सिकाएको छ सिएटी लजिकली हामीले सोच्यो भने सिएटी सेट हुनुपर्ने तर हामी सिएटी क्याट भनिहाल्छु किनभने त्यो बानी बस्यो त्यो सिएटीलाई सेट भन्दैन क्याट भन्छ किन बानी बसिसक्यो त्यसरी नै तपाईँहरूले यो बानी बसाउनुपर्छ क ल त ल सेप्चु लु ग ल त ल नारो लो ब ल त ल बबल के जोडौँ अब यस्तो स्पेलिङको शब्द त हुँदैन तर उच्चारण चाहिँ कस्तो हुन्छ भनेर अब डेङ्गो जुन चाहिँ एकरको काम गर्छ होइन ला डेङ्गो ले ला एकर ले ला डेङ्गो ले सलता ला यो चाहिँ सलता द यो चाहिँ सारे गमापाको सलता ला नारो लो सलता ला ओकर लो सलता ला नारो लो नारो भन्ने सलता ला नारो लो र यो पुस्तक पढ्नु सिक्नु हुनेले अलिकति रुचि दिनुभयो भने चाहिँ म अलिकति छिटो सिकाउँछु र
छिटै पुस्तक पढ्नु सक्नुहुने आशा राख्दैछु। अनि त्यसरी नै आजको क्लास यहीँ समाप्त गर्दैछु। धन्यवाद।